हेलो नमस्ते गुड मर्निङ डिएक्सन सम्पूर्णमा देवगिरी र म अहिलेको चाहिँ डिएक्सन कपिलवस्तु हेल्थ केयर सेन्टरमा छु र यहाँमा हाम्रो धेरै नै अग्रज लिडरसँग तपाईहरुको भोइस सुनाउन चाहन्छु। उहाँले आफ्नो अनुभव डिएक्सनबाट के पाउनु भएछ उहाँले भन्नुहुन्छ। एजुकेटेड तिरुवाल डायमन्ड हाम्रो सरोज सर। नमस्ते गुड मर्निङ डिएक्सन एभ्रिवन। सो म के भन्न चाहन्छु भने हाम्रो भन्ने कुरा गर्दाखेरि म त भन्छु डिएक्सन सबैको लागि एउटा राम्रो अपर्च्युनिटी हो। किनभने हिजो जस्तै आज धेरै व्यक्तिहरू पढाइ लेखाइ गरेर पनि जागिर पाउन गाह्रो भएको छ र सबभन्दा ठुलो समस्या भनेको महँगाई चाहिँ एकदमै बढ्दै गएको छ। आम्दानी तपाईको अनि आम्दानी सीमित छ अनि मान्छेको आवश्यकता चाहिँ एकदमै धेरै छ। त्यस कारणले गर्दाखेरि मल्टी सोर्स इन्कम भयो भने मात्रै मान्छेको सपनाहरू पूरा हुन्छ र चाहनाअनुसार जिन्दगी जिउन सक्छ। र आज वास्तवमा डाइरेक्ट सेलिङ इन्डस्ट्री भनेको यस्तो एउटा प्लेटफर्म हो हामी मल्टिपल इन्कम चाहिँ गर्न सक्छौँ। त्यस कारणले गर्दा म चाहिँ 11 वर्ष पहिला डिएक्सन जोइन गरेँ र हिजो परिवार पाल्न गाह्रो भएको र आज लाइफ स्टाइल टोटली चेन्ज भएको छ। फुल टाइम डिएक्सन छु र आज भन्नुपर्दा मेरो कारणले आज हजारौं व्यक्तिको जीवन परिवर्तन भइरहेको छ। यही हो डिएक्सन। त्यसका लागि हामी मात्रै जुन दैनिक वस्तु उपभोग गर्दै आएको छौँ, किराना पसलमा महिनाको 5-10 हजार जुन खर्च गर्दै आएको छौँ भने त्यो खर्चलाई हामी यतातिर सारेर आज परिवारलाई स्वस्थ बनाउन सफल भए, आफू पनि स्वस्थ भएर यही कारणले गर्दा आज अरूलाई सेयर गर्दै जाँदाखेरि डिएक्सनमा लाइफ चेन्ज भएको छ। गर्नुपर्ने काम सिक्नु पर्यो, खानु पर्यो र एउटा नेटवर्क बिल्ड गर्नु पर्यो। यति मात्रै गर्दा आज लाइफ चेन्ज भएको छ। र आज अमेरिका जान पर्यो होइन, युरोप जान पर्यो होइन, आज त्यो लाइफ स्टाइल त्यो आम्दानी हामी नेपालमै बसेर गएका छौँ र नेपाल बसेर विश्वभरमा जाने मौका पाएको छौँ। त्यसको लागि डिएक्सन सबैको लागि बेस्ट अपर्च्युनिटी हो। सबैले गर्नुपर्ने डिएक्सन। धन्यवाद। धेरै धन्यवाद। र यहाँ मैले मेरो दाइलाई एजुकेटेड डबल